यो चाहिँ भारतीय अभिनेता तथा थिएटर आर्टिस्ट मानव कौलको उपन्यास तितली भन्ने मैले झन्नै 6-8 महिना अगाडि यो किताब पढेँ। यो किताबले मलाई यस्तो बेचैन गरायो। एकदमै सरल तरिकाले मृत्युको बारेमा लेखिएको किताब छ। एउटी आमाले आफ्नो छोरा बितेपछि त्यो ऊ मरेको दिन के भएको थियो भन्ने कुराहरूको सानो सानो घटनाको कुरालाई अर्को देशमा बसेको मान्छेले ती आमाले लेखेको किताब पढेर अनि फेरि उसले त्यो लेखकप्रति त्यो लेखकले एउटा आमाले के महसुस गरिन् होला भनेर एउटा किताब तयार गरेको छ र अति सरल भाषामा मैले यो हिन्दीमै पढेको हो यो किताब चाहिँ। यसले एकदमै मलाई बेचैन गरायो। खासमा मैले पनि जीवनमा गुमाएका मेरो आफन्तहरू, मेरो हजुरबा, मेरो प्रियजनहरूको त्यो मृत्युको दिन चाहिँ के भएको थियो भनेर मैले कहिले पनि फर्केर सोचेको थिइनँ। अनि यो किताबले चाहिँ मलाई त्यहाँसम्म पुग्नलाई ओहो त्यो दिन यस्तो भएको रहेछ भनेर अनि यो दौडधुप यताउतामा यो सामान्य मानवीय संवेदना पनि त्यो जमेको रहेछ क्यारे मेरो सायद त्यसले चाहिँ प्रस्फुटित गराइदियो। त्यही भएर मलाई त्यो किताब चाहिँ मेरो धेरै पछिसम्म पनि मनपर्ने किताब रहिरहन्छ भन्ने लाग्छ।